एकछिनको लागि यो भिडियो हेर्नुहोस् प्लिज। हामीले झन्डै झन्डै 3000 प्लस घरहरू खाली गर्दै जाँदा घर टहराहरू भत्कायौँ। त्यसमा 4 तला 5 तलासम्मका ठुल्ठुला घरहरू पनि देखियो होइन। पक्की संरचना, कच्ची संरचना, बाँसको तपाईँको भाटाहरू लगाएर बनाएका घरहरू, टहराहरूदेखि लिएर तपाईँले त्यो विभिन्न प्रकृतिका हामीले देख्यौँ। यो हेर्दै जाँदाखेरि 4000 को हाराहारी घर टहराहरू खाली गर्दा 4 चौको 16, 18,000, 20,000 पपुलेसन विस्थापित भयो होला। तर अहिले सरकारको नजरमा आइपुग्दाखेरि सरकारसँग आश्रय माग्न आएको पपुलेसन 1000 को हाराहारी पनि पुगेको छैन। यसबाट देखिन्छ। अनि गर्दै गर्दै हिँडिरहेछन्। अब तिनीहरूसँग सोधिरहेको छु, बालनले आफ्नो व्यक्तिगत स्वार्थ या आफ्नो पार्टीको लागि काम गरिरहेको छैन, भोटको लागि काम गरिरहेको छैन, समग्र नेपालको लागि काम गरेको। कृपया यस्तो विरोध नगर्नुहोस्। मान्छे तपाईँहरू त कामै गर्नु भएन। जसले काम गरिरहेछ त्यसले कामै गर्न दिनुहुन्न, सपोर्ट पनि गर्न दिनु। यार कस्तो कसरी नेपाल बन्छ, कसरी हुन्छ यार।